हाई साथीहरु, आज हामी बनाउन गइरहेको एउटा आलुबाट बन्ने भेराइटी। त्यही भएर यो एकदम सजिलो छ। त्यही भएर यसलाई हामी अब बनाउन गइरहेको छौँ। त्यसको लागि चाहिन्छ यस्तो काटी, एकतिर तामा पिस गरेर यस्तो बनाएको पत्ता, यस्तो 4-5 वटा पिस चाहिन्छ यस्तै। अब यसलाई चाहिँ यिनीहरू आलुहरूमा चाहिँ अब राम्रोसँग गाड्नुपर्छ। पहिला त काटीलाई गाड्ने, काटीलाई यसरी गाडेपछि अर्को आलुमा चाहिँ तामा गाड्ने। तामा गाडिसकेपछि त्यो तामा गाडेको आलुमा फेरि अर्को त्यस्तै भाग लिने। आलुमा फेरि एउटा काटी गाड्ने यता साइडमा। काटी गाडेपछि फेरि अर्को आलुमा तामा जोड्ने, त्यही भागको तामा। यो तामा अब अर्को आलुमा जोड्ने। तामा गाडेपछि फेरि यस्तै अर्को पिस लिने। अब त्यो आलुमा फेरि नभएको आलु गाड्ने। फेरि त्यो भागको तामा अर्को आलुमा जोड्ने। अब हाम्रो पोटेटो आलु बन्न लागेको छ। पोटेटो भेराइटी भन्नु पनि अब होइन। यसलाई राख्ने। फेरि त्यो दबाउन चाहन्छु। फेरि एउटामा काटी गर्ने, त्यसको भाग अर्को आलुमा तामा गाड्ने। तामा गाडेपछि फेरि अर्को नयाँ भाग लिने। त्यसको काटी फेरि त्यही तामा गाडेको आलुमा राख्ने। फेरि गएर त्यसको तामा जोड्ने, काटी तामा। अब दुईवटा जस्तो एउटामा काटी जोडेको, एउटामा तामा जोडेको लामो तारहरू लिने। पहिला काटी भएकोलाई चाहिँ काटी नगाडेको ठाउँमा काटिदिने। टर्चमा आएपछि फेरि लामो तार लिने। लामो तारलाई काटी भएको तामा नभएकोमा गाडिदिने। एउटा क्यालकुलेटरको प्लस तार र माइनस तारमा यो दुईटा आलुबाट निस्केको यो तार र त्यो तार जोडिदिने। यो भयो। अब यो कालो र तार जोडिसकेपछि एकैछिन राख्नु यिनीहरूलाई। त्यसपछि अब यो तार भइसकेपछि
एकछिन हामीले प्रतीक्षा पनि गरिसक्यौँ। त्यसपछि अब यो अन बटन थिच्ने, क्याल्कुलेटर चलाउन थाल्छ। यो 5 काम पनि गर्दैछ। 5 + 2 = हल्का बिग्रेको रहेछ। अब क्याल्कुलेटरले काम गरिसक्यो। तपाईँ हेरेर पनि सक्नुहुन्छ। हामीले यहाँ कुनै चिटिङ गरेको छैन। आलुबाट हामीले 20 मिनेटबाट क्याल्कुलेटर चलाएको छ। यसको क्याल्कुलेटरको पछाडि यस्तो तार निस्केको हुन्छ। हामीले कुनै ब्याट्री जोडेको छैन। हामीले यो तारमा एउटा तार, यसमा एउटा तार जोडेर क्याल्कुलेटर चलाएको छौँ। तपाईँलाई कस्तो लाग्यो आजको हामीले आलु भट्टी बनायो? भोलि हामी अर्कै चिज बनाउनेछौँ। त्यसको लागि आजलाई चाहिँ बिदा माग्न चाहन्छु। धन्यवाद।